सम्पूर्णमा नमस्कार। आज हामी अकाउन्ट सब्जेक्टको चाहिँ एकदमै मोस्ट इम्पोर्टेन्ट टपिक चाहिँ डिस्कस गर्दैछौँ, जुन चाहिँ हजुरहरूलाई क्लास 10 मा 11 मा 12 मा बीबीएस ब्याचलर फर्स्ट इयरमा एकदमै इम्पोर्टेन्ट टपिक छ। यो चाहिँ हजुरहरूलाई 5, 10, 15 नम्बरसम्म पनि न्युमेरिकल प्रोग्राम आउन सक्छ। यसको बारेमा आज हामी डिस्कस गर्दैछौँ, जसमा फर्स्ट अफ अल त अन्तिम खाता फाइनल अकाउन्टभित्र के कुराहरू पर्छ भन्ने कुरा म सरसर्ती भन्छु। जसमध्ये ट्रेडिङ अकाउन्ट भनेको व्यापार खाता पर्छ, त्यसपछि प्रफिट एन्ड लस अकाउन्ट नाफा नोक्सान खाता पर्छ, त्यसपछि ब्यालेन्स सिट वास्लात पर्छ। यो तीनटा कुरा चाहिँ हजुरको एकदमै इम्पोर्टेन्ट छ, यसको बारेमा चाहिँ हजुरले जान्नुपर्ने हुन्छ। जसमा ट्रेडिङ अकाउन्ट व्यापार खाता भनेको चाहिँ के हो त भन्दाखेरि, जस्तो हामीले व्यवसाय सञ्चालन गर्दाखेरि अब हामीले खरिद गर्नुपर्ने हुन्छ, बिक्री गर्नुपर्ने हुन्छ, अनि खरिद गरिसकेपछि पनि सामान फेरि फिर्ता पठाउनु पर्ने हुन्छ, अनि वेजेसहरू लाग्न सक्छ। हो, त्यो कुराहरू चाहिँ समावेश गरेर तयार पारिएको जुन खाता हुन्छ त्यसलाई चाहिँ ट्रेडिङ अकाउन्ट व्यापार खाता भनेर भनिन्छ। त्यस्तै गरी प्रफिट एन्ड लस अकाउन्ट भनेको चाहिँ नाफा नोक्सान खाता भनेको चाहिँ के हो त भन्दाखेरि, हामीले अब व्यवसाय सञ्चालन गरिसकेपछि व्यवसायमा विभिन्न किसिमका कुराहरू हुन सक्छ, जसमध्ये अब जसले गर्दाखेरि हाम्रो व्यवसाय चाहिँ नाफामा छ कि घाटामा छ, नाफा भइरहेको अवस्था छ कि घाटा भइरहेको अवस्था, नोक्सान भइरहेको अवस्था छ भन्ने कुरा जान्नको लागि चाहिँ तयार पारिएको खाता जुन हुन्छ त्यसलाई चाहिँ नाफा नोक्सान खाता भनेर भनिन्छ। त्यस्तै गरी वास्लातले चाहिँ के कुरा बुझाउँछ त भन्दाखेरि, वास्लात ब्यालेन्स सिटले चाहिँ हाम्रो सम्पत्ति र दायित्वको अवस्था के छ, हो त्यसको स्थिति के छ भन्ने कुरालाई चाहिँ वास्लात ब्यालेन्स सिटले चाहिँ बुझाउने काम गर्छ। आज चाहिँ म हजुरलाई सरसर्ती कुन टपिकहरू चाहिँ डेबिट साइडमा पर्छ, कुन टपिक क्रेडिट साइडमा पर्छ, ट्रेडिङ अकाउन्टमा के पर्छ, पीएल अकाउन्टमा के पर्छ र ब्यालेन्स सिटमा के पर्छ भन्ने कुरा बुझाउन जाँदैछु। जसमध्ये फर्स्ट अफ अल फर्मेट बनाउनु पर्ने हुन्छ। यो फर्मेट चाहिँ हजुरले अल्छी नगरी बनाउनु होला, किनकि यो कम्पलसरी हुन्छ। यहीबाट पनि हजुरको 1-2 नम्बर मार्क्स आउन सक्ने चान्स हुन्छ, त्यसै कारणले फर्मेटलाई अल्छी नगर्नु होला। अब जस्तो डट कम्पनी, कुनै कम्पनी अथवा केही छ भने त्यसको नाम लेख्नुहोस्, अनि ट्रेडिङ अकाउन्ट भनेर लेख्नुहोस्, अनि यतापट्टि साइडमा डेबिट साइड, डेबिटको डीआर लेख्नुहोस् र यतापट्टि क्रेडिट साइड, क्रेडिटको सीआर लेख्नुहोस् हैन। यस्तो लेखिसकेपछि अनि हाम्रो फर्मेट चाहिँ के हुन्छ त भन्दाखेरि, पर्टिकुलर्स अमाउन्ट हुन्छ, त्यही कुरालाई लेख्नुहोस्, PRTICULARS, पर्टिकुलर्स अमाउन्ट अनि पर्टिकुलर्स अमाउन्ट हो। यो कुरालाई लेखिसकेपछि अनि फर्स्टमा के कुरामा ध्यान दिने त भन्दाखेरि, अघि मैले भनेको थिएँ नि, जसमा व्यापार खातामा हाम्रो के हुन्छ त भन्दाखेरि, हाम्रो ओपनिङ स्टकको कुरा हुन्छ, पर्चेस गरेको कुरा हुन्छ, सेल्स गरेको कुरा हुन्छ, हो त्यही कुरालाई मिलाएर लेख्ने हो। फर्स्टमा फर्मेट बनाऊ हैन। त्यस पछाडि फर्मेट कन्सेप्ट बुझ्नु भइसकेपछि हजुरले जस्तो पनि न्युमेरिकल प्रोब्लम चाहिँ सल्भ गर्न सक्नुहुन्छ। जसमा पर्टिकुलर्स भनेर फर्स्टमा 2 भनेर स्टार्ट गर्नुपर्ने हुन्छ। 2 भनेर स्टार्ट गरिसकेपछि 2 ओपनिङ स्टक भनेर हामीले डेबिट साइडमा लेख्नुपर्ने हुन्छ। त्यस्तै गरी 2 पर्चेस भनेर पर्चेस गरेको कुरालाई डेबिट साइडमा लेख्नुपर्ने हुन्छ। त्यस्तै गरी हामीले मैले अघि भनेको थिएँ, पर्चेस रिटर्न गरेको छ भने, किनिसकेपछि खरिद गरिसकेपछि फेरि फिर्ता गरेको छ भने त्यसलाई चाहिँ घटाउनु पर्ने हुन्छ। लेस पर्चेस रिटर्न भनेर घटाउने, पर्चेस रिटर्न त्यो हजुरलाई क्वेसनले गिभन दिएको हुन्छ, यदि नदिएको छ भने घटाउनु परेन। त्यस्तै गरी 2 वेजेस गरेका कुराहरू लेखिन्छ, अनि 2 अनि ओभरहेडका कुराहरू के छ भने त्यो कुराहरू लेखिन्छ। हो, यसरी चाहिँ हामीले डेबिट साइडमा यो कुराहरू राख्छौँ। त्यस्तै गरी क्रेडिट साइडमा के कुराहरू राख्छौँ त भन्दाखेरि, क्रेडिट साइडमा हामीले बाई भनेर स्टार्ट गर्छौँ। बाई भनेर स्टार्ट गरिसकेपछि हामीले सेल्स गरेका कुरालाई क्रेडिट साइडमा राख्छौँ, कति बिक्री गर्यौँ के गर्यौँ भन्नेको कुरालाई क्रेडिट साइडमा राख्छौँ। अनि बाई मैले लेस सेल्स रिटर्न गरेको छ भने त्यो कुरालाई घटाउनु पर्यो, सेल्स रिटर्न गरेको कुरा छ भने त्यो घटाउने, अथवा यसलाई चाहिँ हजुरले पर्चेस रिटर्नलाई क्रेडिट साइडमा अनि सेल्स रिटर्नलाई डेबिट साइडमा पनि राख्न सक्नुहुन्छ है। अनि अथवा यही ऊबाट घटाउँदा पनि हुन्छ, जुन बुदा छ त्यसबाटै पर्चेस गरेको कुरा छ भने पर्चेस रिटर्न घटाउने, सेल्स गरेको कुरा छ भने सेल्स रिटर्न घटाउने पनि गर्न सक्नुहुन्छ। अनि बाई क्लोजिङ स्टक भनेर राख्नुपर्ने हुन्छ।
क्लोजिङ स्टक हो। यो राखिसकेपछि यो कुराहरू राखिसकेपछि हाम्रो यो ट्रेडिङ अकाउन्टमा धेरैवटा बुदाहरू आउँदैन, यही कुराहरू आउने हो। अनि यो राखिसकेपछि एकचोटि यो क्लोजिङ स्टकमा चाहिँ हजुरले ध्यान दिनुपर्ने हुन्छ। के कुरा ध्यान दिनुपर्ने हुन्छ त भन्दाखेरि जस्तो कि हजुरहरूको क्वेसनमा एडिसनल इन्फर्मेसनमा र माथि क्वेसन गिभनमा चाहिँ दुईटा क्लोजिङ स्टक दिन सक्छ हैन। यो क्लोजिङ स्टक दिएको बेलामा चाहिँ कुन क्लोजिङ स्टक राख्ने भनेर कन्फ्युजन आउन सक्छ। त्यसमा चाहिँ के गर्ने त भन्दाखेरि पहिला हेरिसकेपछि जुन क्लोजिङ स्टकको अमाउन्ट सानो छ त्यो क्लोजिङ स्टकलाई चाहिँ हामीले ट्रेडिङ अकाउन्टको चाहिँ क्रेडिट साइडमा यसरी ल्याएर राख्छौँ। अनि त्यस पछाडि गएर यति राखिसकेपछि हाम्रो कतापट्टि थप्ने हो। अब थप्दाखेरि यतापट्टि थप्ने हो भने टु ग्रस प्रफिट भनेर थप्नु पर्यो। टु ग्रस प्रफिट सिडी भनेर यसरी थप्नु पर्यो। अब यतापट्टि थप्नु पर्ने छ भने बाई ग्रस लस सिडी भनेर थप्नु पर्यो। अनि यसरी थपेर यो टोटल बनाएर यसरी चाहिँ हाम्रो ट्रेडिङ अकाउन्टको कुरा सकिन्छ। अब साथसाथै अब हामीले ट्रेडिङ अकाउन्ट त बुझ्यौँ। ट्रेडिङ अकाउन्टमा ओपनिङ गरेका कुराहरू, पर्चेस गरेका कुराहरू, सेल्स गरेका कुराहरू, त्यस सँगसँगै गरेर पर्चेस रिटर्न गरेको छ भने त्यो घटाउने कुरा, सेल्स रिटर्न गरेको छ भने त्यो घटाउने कुरा, क्लोजिङ स्टक राख्ने कुरा, वेजेस राख्ने कुरा, यति कुरा बुझ्यौँ। यो कुरा बुझिसकेपछि अब हामी नेक्स्ट भिडियोमा चाहिँ पिएल अकाउन्ट चाहिँ प्रफिट एन्ड लस अकाउन्ट भनेको के हो, प्रफिट एन्ड लस अकाउन्टमा के कुराहरू जान्छ भन्ने कुरा चाहिँ गर्नेछौँ। हस्, धन्यवाद।